मेरो माथि आगोले जल्दै गरेको फुटबल स्टेडियम देखिराख्नु भएको छ नि हैन। यो चाहिँ कुनै एआई द्वारा जेनेरेट अथवा धेरै पहिला कुनै अरु नै मिस्टेकले लागेको आगो अहिले इन्टरनेटमा छ्यापछ्याप्दै आएको भने हैन। यो चाहिँ कुनै एउटा क्लबले आफ्नो प्रिमियर डिभिजनमा राम्रो पर्फर्मेन्स गर्न नसकेर सेकेन्ड डिभिजनमा रिलेगेसन छ हुँदा उसै क्लबको फ्यानहरु आवेगमा आएर लगाइएको आगो हो यो। र यो धेरै पुरानो कुरा पनि हैन। जस्ट 2 दिन अगाडि डिसेम्बर 11 मा उसकै 3 जना फ्यानहरु जो चाहिँ नाबालक 15 वर्षभन्दा तलको छन् उनीहरुले आवेगमा आएर लगाएको आगो हो यो। जसले गर्दा स्टेडियम पुरै खतम भइसक्यो, प्याराफिट पुरै खतम भइसक्यो जो काठबाट बनेको थियो। आगोको पिसहरु पिचमा झरेर केही मात्रामा पिच पनि ड्यामेज भइसकेको छ। यो स्टेडियम भने फिनल्यान्डको एकदमै सक्सेसफुल क्लब एफसी हाकाको हो जुन चाहिँ आफ्नो डोमेस्टिक लिगमा 9 पटकको च्याम्पियन्स क्लब हो र एकदमै राम्रो छवि बोकेको क्लब हो। जुन सिजन रिलेसन हुँदा फ्यानहरुले यसरी आगो लगाएर स्टेडियमले ड्यामेज गरिदिएका छन्। र हामीले बुझ्नुपर्ने कुरा चाहिँ फ्यानहरुले समर्थकहरुले के बुझ्ने हो भने स्पोर्ट्सले मान्छेको रियल लाइफमा पनि उता चढाव खेपेर चाहिँ तल झरेर माथि उठ्न सिकाउँछ र यसरी आवेगमा आएर गलत निर्णय चाहिँ हामी लिन हुन्न। हामी चाहिँ स्पोर्ट्स समर्थकहरुले हैन। अहिले चाहिँ त्यहाँको फ्यानहरुले फन्ड कलेक्सन क्याम्पिङ चाहिँ गर्दै छन् यो चाहिँ स्टेडियमलाई रिकन्स्ट्रक्ट गर्नको लागि। र उनीहरु बच्चाहरुले अब चाहिँ उनीहरु त 15 वर्ष तल गएर उनीहरुलाई चाहिँ कानुनी कारबाही गर्न सकिदैन, तर उनीहरुबाट जरिमाना भने पक्कै पनि उठाउँछ होला।